हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। सो गाइस हामी चाहिँ सिलापत्र जानु भनेर निक्लिसकेका छौँ र हजुरआमा पनि आउनुभएको थियो र हजुरआमालाई पनि छोड्न भनेर हजुरआमा चाहिँ जुनै जाने अनि हजुरआमालाई चाहिँ उता जुनै गाडीमा उठाएर यता हामी पनि गाडीमा उठ्यौँ र हामी चाहिँ मेडिकल भनेर गएका थियौँ सिलापत्र। अनि हिजो चाहिँ गरम यस्तो चाहिँ नभन्नु न। र यो भिडियो चाहिँ हिजोको हो र हिजो चाहिँ मैले अब एडिट गर्न टाइम पाइनँ र त्यही भएर एडिट गरिनँ। अब भिडियो पनि त्यसरी अलिअलि लिएको थिएँ, त्यही पनि सर्ट भए पनि एउटा भिडियो एडिट गरेर पोस्ट गर्छु भनेर गरेकी। र मैले चाहिँ बहिनीलाई लिएर गएको थिएँ मेडिकल, उसलाई चाहिँ देखाउन थियो अनि हामीले चाहिँ देखायो मेडिसिनहरू लिएर अहिले चाहिँ हामी निक्लिसकेका छौँ। र हिजो चाहिँ घाम कति थियो यहाँ हेर्नै सक्नुहुन्छ तपाईँहरू, यस्तो घाम थियो नभन्नु न। र चाहिँ भिडियो पनि त्यसरी गरेकी थिइनँ, अब अलिअलि गरेको थिएँ, त्यही पनि एडिट गरेर देखेँ। अनि हिजोको चाहिँ घाम कति थियो भनेर तपाईँहरूले चाहिँ हेर्नै सक्नुभयो। र हिजो चाहिँ यस्तो घाम लागेको थियो नभन्नु न, कति गरम थियो त्यो। तर आज चाहिँ पानी पऱ्यो, यस्तो मजा भएको छ नि, एकदम ठन्डा ठन्डा राम्रो लाग्दैछ। र आज चाहिँ र हुन्छ त गाइस, यो भिडियो पनि यतिमै एन्ड गरेँ। र के कस्तो लाग्छ भिडियो चाहिँ कमेन्ट गरेर भन्नु होला। बाई बाई।